हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। म आज घोगी लिएर आएकी छु। घोगीको रेसिपी हजुरहरुलाई शेयर गर्दैछु। र घोगीको रेसिपी मन पर्छ भने लाइक कमेन्ट शेयर गरिदिनु होला। घोगीलाई राम्रोसित घुसेर त्यसको ठोकको भाग काटेर काटेर त्यसको टुप्पो भन्छ नि त्यसलाई काटी काटी गर्ने राम्रोसित काटेर। अनि यहाँ मेरो छोरी पनि आई काट्न मलाई सहयोग गर्दिरहेछ। म बाबुलाई खेलाउँदै थिएँ। खेलाउँदै गरे त्यसलाई नि काटी म यहाँ तयार गरेँ। अब तेल हाले, कराई बसाले, तेल हाले, मेथी हाले, यसलाई कालो गरेर भुटेर त्यसपछि प्याज टमाटर काटेछु। 2टा प्याज काटेछु मिडियम साइज, 3टा टमाटर। यहाँ मसला रेडी पनि गरिसकेछु गाइस। मसलामा जिरा, धनिया, लसुन, खुर्सानी, मेथी होइन तिमुर हालिसकेँ। त्यहाँ मेथी पनि डढिसक्यो के। त्यसपछि प्याज हाले, प्याजलाई भुटेर गोल्डन ब्राउन गरिसकेपछि यसमा मिक्स हुन्छ मसला एड गरेँ। मसलामा मैले बेसार पनि एड गरेछु। काँचो बेसार एड गरेछु। अनि नुन पनि त्यसैमा हाल्दैछु। स्वाद अनुसार नुन हाल्नु होला हजुरहरुले कस्तो पकाउनुहुन्छ कसो गरी। म त यस्तै गरी पकाउँछु। घोगी यो घोगीको रेसिपी हो त घोगी भन्छु है। पहिलोचोटि भिडियो बनाउँदैछु कस्तो बन्दैछ ट्राई गरेको कतिको मेरोमा लाइक कमेन्ट शेयर आउँछ। यसरी भुट्नु मसलालाई। अनि त्यसपछि एड गर्ने टमाटर एड गरेर त्यसलाई नि चलाउने। मैले बनाएको एकतिर भिडियो बनाउने एकतिर खाना बनाउने गर्दा भिडियो टेढो आछ। यतिको भुटिसकेपछि गाइस यसमा फाल्नु घोगीलाई राम्रोसित बोइल गरेर यसको सिपी निकालेर धोएर अनि बल्ल यसरी पकाउने हो गाइस। मैले बोइल गरेको देखाएन किनकि बाबुलाई सुताउँदै थिएँ, त्यही भएर बोइल गरेको देखाएन हजुरहरुलाई। यसरी घोगी हालेर चलाएर यसलाई राम्रोसित एकछिन भुट्ने हो। भुटिसकेपछि अलि स्वाद आउँछ कि भुटेपछि अलि मिठो स्वाद आउँछ। मसला हामी कसरी भुट्छौँ नि यसलाई नि त्यसरी चाहिँ भुट्ने हो गाइस राम्रोसित। यसरी चलाई गरेर भुट्ने। अनि यो भुटेर भ्याइसक्यो। म चुलोमा बनाउँदैछु है गाइस। यो इँटाको चुला हो, माइन्ड नगर्नु होला। किनकि कहिले कसो म चुलामा नि खाना बनाउँछु, कहिले कसो ग्यासमा नि बनाउँछु। चुलो बनाएको छैन कहिले कसोको लागि बाहिर खाना बनाउनको लागि। यही इँटाको चुलो मेरो घरमा युज हुन्छ। अनि यहाँ भिजाएको थिएँ चामल भिजाएर यहाँ मिक्सचरमा पिसिसकेको छु। यसमा पानी एड गरेर फेरि घोगीमा हाल्छु। झोलवाला घोगी बनाउन लगाएको। झोलवाला घोगी मिठो लाग्छ खाना गाइस। हजुरहरुलाई मन पर्छ कि पर्दैन मलाई तर झोलवाला घोगी मन पर्छ। झोल सुरुप खानालाई मन पर्छ गाइस। यसलाई एकछिन राम्रोसित पकाउने, पानी सानी हालेर त्यसलाई ढाकेर राम्रोसित पकाउने। चलाइ गरेछु म ढाकेर यसलाई राम्रोसित पकाएर पाकिसक्छ र भित्र लिएर गएर त्यति बेलासम्म मेरो बाबु पनि उठ्यो। बाबु उठेर म भित्र आएँ। अनि त्यहाँ घोगी बाहिर पाकिसक्यो र भित्र लिएर आएँ गाइस। भित्र लिएर आएर कटौरामा हालेर चाख्नलाई कटौरामा हालेको। कटौरामा हालेर कटौरामा हालेँ नि अनि चाखेँ। देखाउँदैछु कस्तो बनेछ भनेर।
राम्रो बनेछ तर चाख्दाखेरि कस्तो हुन्छ नि मिठो छ गाइस तर चाखेको मेरो खाइ स्टाइल यस्तै हो गाइस मिठो भयो नि नमिठो भयो नि मुख यस्तै हुन्छ पिरो छैन तातो छ गर्दैछु तातोले मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला कति धेरै लाइक गर्नुहुन्छ कति कमेन्ट गर्नुहुन्छ धेरै माया यो भिडियोमा पायो भने म अर्को पनि भिडियो लिएर आउँछु गाइज अहिलेलाई बाई बाई लभ यू मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच बाई बाई गाइज